उज्बेकिस्तानमा हुने एएफसी एसियन कप छनौट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई विदाई गरेको छ। सोमबार काठमाडौँमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले एक कार्यक्रममा आयोजना गरी नेपाली राष्ट्रिय महिला टोलीलाई विदाई गरेको हो। विदाईको कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तोङबा सुब्बाले एसियन कप छनौटका लागि नेपाली राष्ट्रिय टिमको तयारी निकै राम्रो भएको बताएका छिन्। एएफसी एसियन कप छनौट नेपालीका लागि ठूलो मौका भएकोले यसमा राम्रो नतिजा आउने गरी प्रदर्शन गर्ने उनले बताइन्। त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीका सदस्य सावित्रा भण्डारीले एसियन कप छनौटका साथै सबै खेलाडीलाई उत्साहित रहेको र नतिजा पनि राम्रै आउने विश्वासका साथ व्यक्त गरेका छिन्। एसियन कप छनौट चरणमा नेपाल र आयोजक उज्बेकिस्तानसँगै समूह एएफमा लाओस र श्रीलङ्का पनि रहेका छन्। समूहको विजेताले अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछ। नेपालले लाओससँग असार 15, श्रीलङ्कासँग असार 18 र उज्बेकिस्तानसँग असार 21 गते खेल्नेछ। एसियन कप भने 2026 मार्च अस्ट्रेलियामा हुँदैछ र नेपाललाई बेस्ट अफ लक। आउने दिनहरू अझै राम्रो होस् र नेपालको टिम बलियो छ। जय नेपाल।